Hi guys, welcome to our video. Hey guys, hope everyone is doing well. सबैको हालखबर ठिक छ होला। आज हामीसँग छ सुषमा। Hi. अब आज चाहिँ हामी घुम्न जाँदै छौं है। ल आजको वेदर छ यस्तो दामी छ ल गाइस। हामी जाँदै छौं। अब I don't know what's our plan, but I hope it will be the best. सुषमा र म चाहिँ बाहिर निस्किसकेको छौं है। सुषमा आज हामी कहाँ जाँदै हो? आज हामी अब खै कता हुन्छ है। सुषमा र मलाई नि थाहा छैन हामी कता जान लाग्यो। जस्ट हामी बाहिर निस्क्यो। आई थिंक वी माइट गो फर लिटर शपिङ भन्नाले फेरि एक्सक्लुसिभ कपडा सपडा शपिङ हैन। यसो अब विन्टर छ ब्ल्याङ्केट स्याङ्केट किन्नु पर्ने छ क्या हामीलाई। त्यही भएर है सुषमा कपाल काट्ने मान्छेले पनि आमदले नै हामीलाई सब्सक्राइब गरेछ। भाइरल भएछौँ नि। हामी भाइरल भएछौँ गाइज। हामीले टिकटक हाल्न थालेको सुषमाले र मैले। अनि टिकटकमा त क्या भ्यू आइदिरहेको 2300 2400 भ्यू आइदिरहेको। त्यो धेरै त होइन है, मान्छेहरूको कति धेरै आउँछ कति लाइक आउँछ। होइन मेरो लागि त धेरै नै हो। स्टार्टिङमा अब हुन्छ बिस्तारै होला है। ठिक छ त्यति त आउनै पर्ने हुन्छ। त्यति आएपछि त बल्ल राम्रो हुन्छ नि बिस्तारै भ्यूहरू आउँछ। ट्रेन चाहिँ कति मिनेटमा छ? हाम्रो ट्रेनै होइन आज खासमा भन्नु सुषमाले ट्रेन हेर भन। मैले ट्रेनै नहेरिकन हिँडेँ। अब सुषमाले चाहिँ यहाँ ट्रेन हेर्दैछ। सुषमा कतिमा छ ट्रेन भन है। 7 minutes. ए 7 मिनट्समा छ। ट्रेन नै नहेरेर हिँडेपछि त खल्ली बल्ली हुँदो रहेछ यार। जुन ट्रेन भेट्छ त्यही ट्रेनमा चढिदिने हो। अब त्यस आउने नै 7 मिनट्समा हो। यस्तो हो क्या काम भएको दिन हो भने अलिक गाह्रो पर्छ। कामै छैन त अनि काम हुँदा त गाइस दगुडेको गर्नुपर्छ। ट्रेन छुट्छ कि भनेर तनाव हुन्छ है। काम नहुँदा त्यो एउटा टिकटक छ नि झोलो बोकेको छ दगुडेछ होला हो त्यस्तै छ गाइस हाम्रो। सुषमालाई चाहिँ जहिले पनि लिफ्ट मात्र चढ्न मनपर्छ। सी हेड स्टेयर्स हो सम्बन्धित किन हो सुषमा? यहाँ लिफ्टमा गए आनन्द खुट्टा मात्र दुख्छ हो त्यही भएर हो। हामी चाहिँ वेट गर्दैछौँ ट्रेनको है। अब कति 5 मिनट्स जति छ होला सायद। अब हामी ट्रेन कुरिरहेको। यस्तो वेदर हेर्दाखेरि त अँध्यारो भइसकेको छ। प्रायः सुषमा भन्दा नि मैले नै धेरै भ्लग बनाएर हुन्छु। सुषमाले चाहिँ अलि प्रोएक्टिभ हल्का छैन। त्यही भएर अनि व्यस्त भएर हो भन्दा नि त्यही भएर मैले चाहिँ प्रायः अब मिलेको छैन। त्यो त मैले चाहिँ प्रायः अब हाम्रो टिम डिनर टिम लन्च जे छ टिम सिम अब बाहिर सिटीतिर गएको खिचेर हालिरहेको हुन्छु। सिर्फ एउटै रुटिन भएर उसले चाहिँ खासै भ्लगमा आउन खोज्दैन। तर आई ट्राई टु इन्भल्भ एज मच एज आई क्यान। किनकि च्यानलको नाम चाहिँ लाइफ विथ सुजन एन्ड सुषमा छ। अनि अनुहार चाहिँ सुजनको मात्र छ भनेर पनि यहाँ 2-3जना साथीहरूले भनिसक्यो अस्ति मलाई अफिसमा होइन। त्यही भएर अब बनाउन खोज्छौँ हामीले प्रायः भिडियोहरू। किनकि एभ्री डे सेम रुटिन भएर मन्डे टु फ्राइडे नयाँ कन्टेन्ट नै केही पाएनौँ कि हामीले। देयर इज नथिङ इट्स सेम बोरिङ। सो सेम सेट डिफ्रेन्ट डे भने जस्तै अब एउटै चिज हुन्छ। बिहान काममा गयो घर आयो खाना खायो सुत्यो टाइपको हुन्छ। त्यही भएर हो अब प्रायः सुषमाले र मैले चाहिँ वी डिसाइडेड टु अपलोड विकली। टिकटक पनि खोलेको अनि त्यसमै सानो क्लिपहरू हालेर हल्का च्यानल बुस्ट हुनु पऱ्यो भनेर सोचेको। किनकि यत्रो भिडियो हालिसक्यो जम्मा 70 सब्सक्राइबर छ। अनि त्यही भएर अब चाहिँ भएन भनेर सिरियसली अपलोडै गरेको हो। गाइज हाम्रो ट्रेन आइसकेको छ सुषमा। अब ट्रेनमा चढ्ने गाइज हामी चाहिँ वेस्टफिल्ड आइसकेको छौँ। अलमोस्ट क्लोजिङ टाइम। हामी आउँदा जहिले ढिलो हुन्छ यार। अनि सबैजना हजुर सुषमा राति नै भयो है। यस्तै हुन्छ यार के गर्ने। यहीँ जाँदैछौँ होइन। अनि सुषमाले चाहिँ फेरि यता पनि यो भन्दैछ तनाव दिइरहेको मलाई होइन। अब सुषमाको आँखा छोपेर एकैचोटि जहाँ ब्ल्याङ्केट किन्न आएको हो त्यहीँ लग्नु पर्ला है त। ल कस्तो लागिरहेको तिमीलाई अहिले भनिदेऊ नि त। मलाई तिमी कतै जानै दिएछैन हेर्न पनि दिएको छैन। अब म तिमीलाई कहाँ लाग्छु भन्दा तिमीलाई म एक ठाउँ लाग्छु। त्यसको नाम केबाट सुरु हुन्छ टीबाट फिनिस हुन्छ। आई नो के मार्ट। अब त्यहीँ होइन जाऊँ न माया जाऊँ न एक्चुअली हेरौँ के अफर छ। आइपुगेको छौँ के मार्ट होइन मायामा पनि भेराइटिज अफ ब्ल्याङ्केटहरू सेलमा छ भन्ने सुनेर आएको। अब यो इलेक्ट्रिक ब्ल्याङ्केट लिने कि भन्ने सोचेको तर सुषमाले डरायो। इलेक्ट्रिक ब्ल्याङ्केटले त करेन्ट लाग्न सक्छ भन्छ। अब के गर्ने यार गाह्रो पर्ने भयो। गाइस यो सुषमाले ब्ल्याङ्केट भने लिएर आएको यता आउँछ यार। यस्तो भएन हिँड ब्ल्याङ्केटतिर हिँड। चलो
ब्ल्याङ्केट लिन भनेर आएको सुष्मकले के हेर्छ तर अब ब्ल्याङ्केट मात्र किन्ने है हामी अरू केही किन्दैन हेरौँ है I was very interested on these pillows but look at them price bro oh, you dream about winning lotteries on this यसमा सुत्यो भने त लटरी जितेको सपना देख्छ कि क्या यार वाउ खोजीमा ल अगाडि बढ्दैछौँ मायारभित्र सुष्मकले ब्ल्याङ्केट भनेर हामी जाँदैछौँ अझै अब भित्र कहाँ छ ब्ल्याङ्केट चाहिँ थाहा छैन मलाई नि खोजेँ अघि हेरेँ इलेक्ट्रोनिक मात्रै भेट्यो इलेक्ट्रिक मन परेन अरे सुष्मकलाई त्यही भएर अब एउटा राम्रो ब्ल्याङ्केट किन्न जाँदैछौँ लास्टमा एट द एन्ड अफ द डे केमाटै गएर किन्न पर्ला आछ अरू भने त्यस्तै हो डियोर कहाँ गएछ सुष्मक तिमीले मलाई डियोर किनिदिन्छु भनेको र मैले भने छैन ए भनेर हिँड्छ गाइस सुष्मकले मलाई डियोर किनिदिन्छु भनेर हिँड्छ मैले कान बजे होला त्यसो भए है त ल त्यही खिच्दै हिँडिरहेको हामी चाहिँ ल जाऊँ डियोर हारै छ डियोरको पर्फ्युम भनेर ब्ल्याङ्केटै खोज्न होइन त ब्ल्याङ्केट खोज्न जाँदैछौँ हामी ब्ल्याङ्केट चाहिँ अहिलेसम्म पाइएको छैन किनभने सुष्मकले अरू धेरै चिज चाहिँ पायो अनि ब्ल्याङ्केट चाहिँ खोज्दैछौँ ल हामी स्टिल आजको हाम्रो मेन भ्लग नै फोकस अन ब्ल्याङ्केट हो अब ब्ल्याङ्केट भेटेपछि मात्र म यो भ्लग गर्छु घुमी फेरि जति चलपल्दै नि आउन पर्यो केमारमा जस्तो ब्ल्याङ्केट कहीँ पनि पाइँदैन भन्ने हल्ला सुनियो त्यो भएर सुष्मकलाई पनि मैले केमार्ट लिएर आएँ सुष्मक के किन्न आँटेको अरे ब्ल्याङ्केट हेज बिन सिक्यो दिस टाइममा ट्याक्क हालेर लग्नुपर्छ आई थिङ्क दिस इज वर आई गट लास्ट टाइम हामीसँग अलरेडी अर्को ब्ल्याङ्केट नि छ तर अब गेस्टहरू कोही आउँदा एक्स्ट्रा चाहिन्छ भनेर पनि हामी खासमा किन्न आएको हो अनि त्यही हो लास्टमा केमार्टमै पाइयो सुष्मकजीलाई इलेक्ट्रोनिक मन नपर्ने भएको भएर अब यही चट्ट लाने यहाँ अब एक्स्ट्रा अब कप सपहरू नि यसो किन्न मिल्छ कि भन्ने भइरहेको छ तर यो त कप होइन नि त सुष्मक तिमी यसमा चिया खाने हो होइन किन न गाडी सुष्मकले मोजा किन्छु भनेर मलाई यो धन्नै यो किनाइदिएर यार तिमीलाई ठिक हुन्छ हुँदैन क्यूट छ I'm not using that bro let's buy something else फर्मा रहेछ के ल ठिक छ केही छैन युजफुल चिजहरू त किन्नु पर्यो नि त भनेर भन्न मिल्दैन तर ठिक छ ल ओके एउटा म्याट पनि लिएको योगा म्याट हल्का स्ट्रेचिङहरू गर्नुहुन्छ कहिलेकाहीँ जिम जान पर्नु भने जिम जानुभन्दा अगाडि क्विक फिट चाहिँ खाने नि त सुष्मक यहाँ हेर न यता फ्रेममा स्टोर नम्बर 2 we are at store number 3 we are at टार्गेट जाँदैछौँ अब टार्गेटमा लेट्स सी केही राम्रो चिजहरू भेट्यो भने टार्गेटबाट पनि उठाउनुपर्छ भनेर सुष्मकमा फेरि टार्गेट पनि आइसक्यो लास्टमा मायरबाट सुरु भएको हाम्रो जर्नी ब्ल्याङ्केटको लागि केमार्टमा एन्ड भयो केमार्ट पछि अब टार्गेटमा राम्रो अर्को पायो भने त्यो पनि लिनुहुन्छ भनेर है हाम्रो सपिङ लगो सकेर अब हामी घर जान लागेको सुष्मक हामी कहाँ जान लागेको अरे गाइस अब घर जाँदैछौँ हामी सुष्मक चाहिँ लास्ट टायर्ड भएछ म पनि लास्ट टायर्ड भयो यार धेरै पछि बाहिर निस्केको यतापट्टिको एस्केलेटर नै बिग्रियो त्यो भएर सुष्मकले चाहिँ होइन यहाँको एस्केलेटर कहाँ गायब भयो भनेर भन्दै थियो होइन तर अब यहाँको यो मेन्टेनेन्स गर्न आँटिरहेको रहेछ कि ल गाइस अब चाहिँ हामी फर्किँदैछ थकाइ पनि लागेको छ खुट्टा दुखेको छ Alright guys, I think we might have to sum up our day. आजको vlog पनि average. I think we might have to end this video here. Make sure to like, share and subscribe our channel. Thank you guys. Bye bye. Thank you. Make sure you subscribe our channel. Bye for now.